लाइफमा चाहिँ पोजिटिभनेस चाहिँ हुनुपर्दो रहेछ कि पोजिटिभनेस भएन भने त डार्क साइड अफ द लाइफ स्टार्ट हुन्छ जस्तो लाग्छ कि आजको दिनमा मैले दुःख गरिदिनु भने मेरो भोलिको मेरो बालबच्चाहरूलाई गाह्रो हो। आज म आफै होपलेस भएर फ्रस्ट्रेसन भएर डिप्रेसनमा गएर बस्यो भने त म मेरो छोरीको लागि मेरो फ्यामिलीको लागि मेरो अर्को साथीभाइको लागि म उदाहरणको रूपमा त अगाडि आउन सक्दिनँ। आज गरेन गर्ने हो भोलि गरेन गर्ने हो किन भएन त आज कि होइन गिभ अप त गर्ने कुरा हुँदैन नि त्यो कुरा त। रगतले बनेको नाता भन्दा पनि एउटा घुम्तीमा भेट भएर सँगै 2 मिनट हिँडेको साथी नै मेरो लागि इम्पोर्टेन्ट भएको छ कि बुवाले त पहिल्यैदेखि त जे सुकै गरेन गर इन्टरकास्ट बिहा नगरे कान्छा भन्नुहुन्थ्यो। बाउले मान्छन् कि मान्दैनन् भन्ने कुरा होइन आफूले जीवन कसरी बिताउने भन्ने कुरा हो। प्रकृतिको देन नै होला। हरेक प्राणी आफ्नो बच्चा सबल र सक्षम नहुँदासम्म हेरचाह गरि नै रहन्छ, आफ्नै साथ राखिरहन चाहन्छ। त्यसैले भनिन्छ पखेटा बलिया नहुँदासम्म र उड्न नसक्दासम्म चराले पनि बचेरालाई आफ्नै गुणमा राखिरहन्छ। 2036मा पोखरामा जन्मिएका भानु बराल पनि घरकै कान्छो सन्तान र उमेर पनि सानै भएका कारण कलिलो उमेरमा नै आमा बुवाको साथ लागेर बुवाको कर्मथलो भारततिर लागे। उनको बाल्यकाल भारतमै बित्यो र उनको प्राथमिक तहसम्मको शिक्षा पनि त्यहीँबाटै पुरा भयो। बुवा चाहिँ इन्डिया पुलिसमा काम गर्नुहुन्थ्यो। दाइलाई र हजुरआमा फुपूहरू सबैलाई घर छोडेर बुवा मम्मी म चाहिँ इन्डिया गयो। इन्डियामा बसियो, पढियो, त्यतै हुर्किएँ। लगभग कक्षा 5सम्म ग्रेड 5सम्म त्यतै पढेँ। त्यही पढ्ने बेलामा अब नेपाली भाषा यहीँको अहिले बच्चाहरूले बोले चाहिँ टुटेफुटेको नेपाली बोलिन्थ्यो। अनि हिन्दी जस राम्रो भयो, आसामी सिक्यो, हिन्दी सिक्यो, बङ्गाली सिक्यो ल्याङ्ग्वेजमा। म कति ग्रेड 5मा पढ्ने बेलामा चाहिँ दाइले फेरि पोखरा झिकाउनु भयो। बुवासँग झगडै गर्नुभयो। झगडै गरेर बुवालाई पोखरा झिकाउनु भयो। अनि झिकाएपछि एउटा बाल कल्याण स्कुलमा जोइन भएँ। अनि एसएलसी दिने बित्तिकै जेएमसीमा पढ्दै थिएँ, इन्टर पढ्दै थिएँ। इन्टर पढ्दै फेरि दाइले नै अब सिम्पल साधारण सब्जेक्टहरू पढेर हुँदैन, यसलाई राम्रै सब्जेक्ट पढाउनुपर्छ, अब मेडिकल फिल्डमै जानुपर्छ भन्ने कुरा भएर अनि दाइले फेरि त्यो डेन्टल कलेज चाहिँ भर्खर खोलेको थियो, कान्तिपुर कलेज। अनि त्यसमा चाहिँ दाइले ल जाऊँ भनेर एक्जाम दिन हिँड भनेर अनि लिएर जानुभयो। अनि एक्जाम दियो। एक्जाम दिएपछि नामसाम निस्क्यो। नाम निस्केपछि फेरि डेन्टल हाइजिनिस्ट पढ्न थालेँ। के हो डेन्टल हाइजिनिस्ट थाहा थिएन, के गर्छ पनि थाहा थिएन। त्यहीँ गएपछि थाहा पाएँ। काम गर्दै जाँदा पढ्दै जाँदाखेरि सिकियो धेरै कुराहरू। भनिन्छ जीवन साथी माथिबाट नै चुनिएर आएको हुन्छ। कोसँग कहाँ र कसरी भेट हुन्छ र वैवाहिक नाता गाँसिन्छ थाहा हुँदैन। जिन्दगीको यो पाटो कतिलाई सहज हुन्छ भने कतिको निकै सङ्घर्षपूर्ण हुन्छ। त्यो बेलाको सामाजिक परिवेशमा भानु बराललाई आफ्नो परिवारलाई अन्तर्जातीय विवाहको लागि मनाउनु सजिलो कुरा थिएन। त्यसैले उनी अनेकौं परिस्थितिजन्य चुनौतीहरूबाट गुज्रिनु पर्यो। गाह्रो साह्रो परेको बेला हजुरआमा र साथीभाइको साथले भने उनलाई धेरै सहयोग गर्यो। काठमाडौँमा डेन्टल पढेर काम गरिरहेर मोडलिङ गर्ने बेलामा चाहिँ मेरो अहिलेको वाइफसँग भेट भयो। त्यतिखेरबाट भेट भएर हल्का भनौँ न दुईजनाले मुटु आटासाटासाट अब भयो। त्यसपछि चलिरहेको थियो, भइरहेको थियो, अगाडि बढिरहेको थियो। त्यही पनि उसँग पनि सल्लाह गरेर म पोखरा मुभ भएँ। अनि अब त्यही त हो नि, अब फेरि ऊ इन्टरकास्ट पऱ्यो। सबभन्दा मेन रिजन इन्टरकास्ट। मेरो घरमा फेरि इन्टरकास्ट म्यारेज एलाउ नगर्ने। बुवा एकदम स्ट्रिक्ट, हजुरआमा पनि ठिकै हुनुहुन्थ्यो, मम्मी पनि स्ट्रिक्ट हुनुहुन्थ्यो। अनि बुवाले त पहिल्यैदेखि त जे सुकै गरेन गर इन्टरकास्ट बिहा नगरे कान्छा भन्नुहुन्थ्यो। र ठिकै छ हेरौँ समयले के हुन्छ बुवा भन्थेँ मैले। त्यत्तिकै जान्थ्यो। अनि दिमागमा एउटा दिमागले त्यो पनि सोचिरहेको थियो इन्टरकास्ट हुन्छ, बाउले मान्दैनन् के गर्ने होला भन्छ। अर्कोले भन्छ अब बाउले मान्छन् कि मान्दैनन् भन्ने कुरा होइन, आफूले जीवन कसरी बिताउने भन्ने कुरा हो। आफूले एउटा चाह छ अर्कोसँग गएर कसरी कम्प्रोमाइज गर्न सक्छस् भन्ने कुरा हो।
भन्ने कुरा पनि मनले सोध्दै जाने कि बाबा मैले एकतिर कराउँदै जान्छ म एकतिर टाल्दै जान्छु बाबा घर क्लिनिकमा आए एक दिन थाहा नदिकिन बाबा थाहा आएर झपारे मलाई एकतिर पठाएर झपारे भनौँ न उसलाई सँगै राखेर ऊ काममा भएको मान्छेलाई बोलाएर झपारे तर पनि ठिकै छ उसले पनि केही पनि भएन बाबुआमा हुनु एउटा बाबुआमाले आफ्नो कर्तव्य त पुरा गर्न पाउँछन् भन्न त पाउँछन् भनेर ऊ भने भन्ने कुरा मात्रै उसले भने होइन केही पनि भएन ठिकै छ अब जे भन्नु भइहाल्छ भनेर अगाडि बढिरहेको थियौँ त्यही बेलामा फेरि अब त्यही साथीको मेरो चाहिँ मेरो क्लिनिक पार्टनरको चाहिँ मेरो चाहिँ पोखरामा पनि आगो खोलौँ भन्ने कुरा भएर म पोखरा खोल्न गएँ खोलाइ भनौँ न खोल्ने कुरा हुन्छ नि खोलेपछि पनि कुरा भइरहेको थियो आउने जाने भइरहेको हुन्थ्यो ऊ पनि आउँथ्यो म पनि जान्थेँ अनि उही बिहाको कुरामा पनि अब यता आएपछि अब यसले त्यो केटीले छोडिदियो भन्ने कुरा बुवाको दिमागमा सोचिरहेको हुनुहुँदैछ तर मैले चाहिँ सोचिरहेको हुन्थेन अब बुवालाई चाहिँ फेरि थाहा पाउनु भएछ अब यसले यसैसँग बिहा गर्न लागेछ भन्ने कुरा थाहा पाउनु भएछ अनि थाहा पाएपछि अलि बढी नै फोर्स गर्न थालियो कि बढी नै फोर्स गर्न थालिएपछि अब मैले पनि भन्न त पऱ्यो त्यही मलाई चाहिँ कस्तो नि दुईवटा कुरा भयो कि एउटा कुरा बुवाले बिहाको लागि धेरै फोर्स गर्न थाल्नु भयो अर्कै केटी बिहा गर भनेर दोस्रो कुरो फेरि त्यही आतङ्क माओवादीको आतङ्क अलिक बढी चरम सीमामा पुगिरहेको बेलामा त्यहाँबाट नै पनि फेरि पैसा दिइराख्नुपर्ने अवस्था अब त्यो दुइटाले अब मलाई प्रेसरले कस्तो भने अब यो दुइटा प्रेसरलाई हल गर्न त मलाई एउटा मात्रै उपाय छ म एकैचोटि देशै छोडेर बाहिर निस्किन्छु उसँग बिहा गर्छु देश छोडेर बाहिर निस्किन्छु बल्ल के चिज गर्दा बुवाले हुन्छ भन्नुभयो अनि जन्ती पनि जाने 2-4 जना जाने अनि बिहा गरेर जग्गामै बसेर बिहा गर्ने भन्ने कुरा भयो अनि पर्सि जस्तो बिहा छ अनि आजैबाट त अब हुन्छ नि अब त्यो बुवाहरू सकभर अझै पनि गर्न नपरे हुन्थ्यो त्यो केटीसँग बिहा भनेर 3 दिन अगाडिसम्म झगडा भइरहेछ क्या अब उनीहरूले किचकिच झगडा त होइन किचकिच के त्यसको बिहाको अघिल्लो दिन चाहिँ के भयो भन्दाखेरि सोध्दै नसकेको कुरा भयो ठ्याक्कै ठुलो बुवा पर्ने 13 दिन दाजुभाइ ठुलो बुवा पढ्ने मात्रै भयो नि हुन्थेन अलिक टाढा भयो भने केही फरक पर्थेन घर टाढा भएको भए या ऊ भएको भए नजिक घर नजिकैको ठुलो बुवा बित्नु भयो बिहान 8-9 बजे फोन गरियो त्यस्तो घटना घट्यो बिहान हुने भयो बिहा सार्नु पर्यो भन्दाखेरि अब मैले बुझाएको छु सार्नु मिल्दैन 25 दिनभित्र बुझाउनु पर्छ डकुमेन्ट भनेर 8-9 दिन गइसकेको छ त्यहाँ त्यो सबै कुरा अहिलेसम्म 8-9 दिन गइसक्यो हामीसँग धेरै टाइम छैन अब बिहा सार्यो भने 25 दिन पहाडी हुन्छ इमिग्रेसनको डेट दिएको डेटभन्दा पहाडी हुन्छ त्यो गर्नै मिलेन अब बिहाभन्दा अगाडि गरौँ भने मान्छे बिताएछ अब उनीहरूलाई भन्दाखेरि अगाडि पनि किचकिच गरिरहेछन् भन्दाखेरि उनीहरूले पत्याउने कुरै भएन बिहा गर्न नखोजेर आउनु नखोजेको यिनीहरूले बिहा नखोजेको भन्ने जस्तो कुरा भयो अनि फेरि बुवाले मेरो फोन चाहिँ खोसेर राखिदिनु भएको थियो मलाई फेरि केटीसँग कुरा गर्न दिनुभएको थिएन बाबामासँग कुरा गर्न दिनुभएको थिएन अनि त्यहाँ त मलाई किडन्याप गरेर राखेको जस्तो सिचुएसन क्रिएट भयो कि क्रिएट भएपछि अब कताबाट अर्कै अब सेकेन्ड पर्सनको फोनबाट चाहिँ साथीहरूको फोनबाट मैले कन्ट्याक्ट गरेँ कि बुढीलाई कन्ट्याक्ट गरेँ यस्तो साँच्ची भएको हो के हुन्छ म आउँछु कसरी आउँछु कतिखेर आउँछु मलाई केही थाहा छैन भन्दाखेरि उसले तिमी आउने भए आऊ नआउने भए म जे गरे पनि गर्छु मेरो पिर गर्नु पर्दैन भने अनि हजुरआमालाई मैले सुनाएँ हजुरआमा यस्तो छ आमा भनेर सुनाएँ अनि आमाले पनि केही बोल्नु भएको थिएन म दिउँसो त्यो लास्ट लिएर गइसकेँ जलाउनलाई होइन म चाहिँ घरै थिएँ अनि दिउँसो 10-11-12 बजीतिर हजुरआमाले चाहिँ बाहिर आँगनमा बसिरहेको बेलामा चाहिँ बाबु म बाबालाई जे भने नि भन्छु आफ्नो जिन्दगी नबिगार त जा घरैभित्र नपसिकन जुन अवस्थामा छ त्यही अवस्थामा जा स्वीकार्छन् भने तँलाई यतिकै स्वीकार्छन् नस्वीकार्ने स्वीकार्दैनन् मैले भनेपछि जे हुन्छ म टार्छु भन्नुभयो हजुरआमाले अनि मैले एकजनाको स्वीकृति खोजेको थिएँ घरबाट हजुरआमाले आफैले स्वीकृति दिनुभयो भनेपछि ल ठिकै छ साँच्चै हो भने हो भन्नुभयो अनि मैले त्यहीँ तल बसिरहेको ठाउँबाट बहिनीलाई बोलाएर माथि बहिनी थिए बहिनीलाई बोलाएर ब्याग मागेँ ब्यागमा एउटा टी सर्ट हालिदियो भाइ भने टी सर्ट हालिदिएँ अरू एउटा जस्ट नर्मल्ली घर बस्दाखेरि लाउने अब प्यान्ट र सर्ट लाएर मात्रै भइरहेको थियो अरू केही पनि लागेको थिएन कि
अनि फालिदिएँ लिएँ। अनि पछि अगाडि हेरेको एउटा साथी आइरहेको रहेछ मोटरसाइकल, त्यसलाई रोकेर अनि ल मलाई अमरसिंह चोकतिर छोडिदिनु त भाइ साथी भनेर भने कि अब काठमाडौँ जानु लाग्यो, अमरसिंह चोकमा छोडिदिएँ मलाई भने। हुन्छ भन्यो। अनि अमरसिंह चोकतिर मियापट्टनतिरबाट लैजाइ, यताबाट फेरि मलामी चाहिँ फेरि अर्को बाटो आउँछ नि, तँलाई थाहा छ नि भने। अनि हुन्छ भनेर मियापट्टनतिरबाट नदेखिने बाटो हुँदै लिएर जानलाई भने। त्यसले चढ्ने बित्तिकै भनेर चढ्न पाएन, 100-200 मिटर पर जाने बित्तिकै मलामी त राइट ह्यान्ड साइडमा उभिएको देख्छु। अनि फेरि राइट ह्यान्ड साइडमा मलामी उभिएको देखाएको छु, लेफ्टतिर टाउको फर्काएर नदेखिएर यहाँ गएँ। अब त जताबाट गए नि हुन्छ, मलामी आइसकेको छैन भने। अनि हिँडेँ, मैले अमरसिंह चोकमै लड छोडिदियो। अनि बस चढेर काठमाडौँ गयो। अब आफ्नो बिहा भनेपछि रमाइलो हुन्छ नि त, जन्ती सन्ती आउने यताउति हुन्छ। हाम्रो जन्ती भनेको 5 जना 4 जना केटाहरू सबै केटीको मान्छे। आफैलाई निराश लिए। त्यो भिडियोमा अझै हेरे पनि आफ्नो अनुहार चाहिँ मलिनो छ के। द्वन्द्वकालको समयबाट गुज्रिरहेको नेपाल र त्यो भय र अन्योलपूर्ण समयमा पनि भानु बरालले नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु नगरेका होइनन्। तर त्यति बेलाको परिवेशमा आफ्नो लगानी सुनिश्चित हुन्छ र आफूले दुःख गरेर कमाएको कमाई आफूले मात्रै उपभोग गर्न पाउँछु भन्ने नलागेपछि उनलाई विदेश नै जानुपर्छ कि भन्ने लाग्न थाल्यो र त्यसकै तयारीमा उनी लाग्न थाले। त्यही माओवादीले द्वन्द्वकालमा आफूले कमायो तिर्ने कुरा त हुँदैन नि त। सबै कुराहरू कति तिर्ने, 1 महिना ठिकै छ, 2 महिना ठिकै छ, 4-5 महिना सधैँ महिनाको कमाएको आधी पैसा तिनीहरूलाई तिर्न थाल्यो भने आफूले के खाने। आफ्नो क्लिनिकलाई चाहिने दुःख त गर्नु परिहाल्यो, घर आउनु जाने। अब कुरा हुँदाखेरि त्यहाँ राजनीतिक अवस्थाले गर्दा 1.5-2 वर्षभन्दा म बस्न सक्ने अवस्थै भएन कि। अब दोष कसलाई दिने कुरा भयो होइन, दोष दिने कुरै भएन, समय परिस्थिति त्यस्तै थियो, दोष दिने कुरा भएन। अब त्यसो भने चाहिँ अब यसरी अरूको लागि काम गर्नुभन्दा बरु आफ्नै लागि गर्छु। म खास नेपाल छोडेर कहीँ पनि जाँदिनँ, घरै बस्छु, यहीँ बसेर गर्छु भनिरहेको मान्छे हो। मानसिकता बोकेर अझै पनि मेरो दिमागमा त्यही छ कि म आएर अस्ट्रेलिया आएको 17 वर्ष भइसक्यो, अझै पनि म त्यहीँ जान्छु, त्यहीँ केही गर्छु भन्ने सोच छ है। आफू घुलमिल भइसकेको परिवेश छोडेर बिल्कुल नयाँ ठाउँमा जानु कम्ती चुनौतीपूर्ण हुँदैन। एक ठाउँबाट अर्को ठाउँ जान सानो तयारीले पुग्दैन, त्यो माथि आर्थिक जोहो गर्न झन कठिन हुन सक्छ। भानु बराललाई पनि विदेश यात्राको लागि चाहिए जति पैसा जुटाउन हम्मे पर्यो। उनीसँग नजिककै मान्छेबाट ऋण नपाएको तीतो अनुभव छ भने रगतको नाता नभएको सामान्य चिन्जानको मान्छेले विश्वास गरेर बाटो फुकाइदिएको मिठो सम्झना पनि छ। त्यसैले भानु बरालले जीवनमा साथीहरूको विशेष स्थान रहेको ठान्छन्। अब हिँड्ने बेलामा भिजा एप्लाई गरिसक्यो अस्ट्रेलियाको। अब दाइसँग लिमिटेड मात्रामा मात्रै हुन्थ्यो, उहाँले पनि फेरि सबै कुरा हेर्नुपर्ने हुन्थ्यो। बुवा त्यतिखेर पेन्सन पाकेर आइसक्नु भएको थियो। अनि अब ठुलो कुरा त मैले बुवाले त्यो गरेको लगानी गरेको बुवाले चाहिँ देख्नुहुन्थेन कि, किनभने पैसा आफै जुटाउँथेँ, मैले आफै गर्थेँ, यताबाट ल्या उताबाट ल्या भने बुवाले त देख्नुहुन्थेन, यसलाई कसैले पताउँदैन भन्ने कुरा हुन्थ्यो नि त बुवालाई पनि। अनि भइसकेपछि अस्ट्रेलिया जाने बेलामा मलाई थोरै एमाउन्ट पुगेको थिएन क्या। आउने बेलामा थोरै एमाउन्ट पुगेको थिएन। बुवा मलाई थोरै यति एमाउन्ट पुगेन, मलाई यति एमाउन्ट दिनु भन्दा पनि बुवाले दिन सक्नु भएन कि। मैले उहाँ छैन भन्नुभयो, पत्याउनु भएन। बुवाले नपत्याउनु पाउँदा चाहिँ तपाईँको मेरो छर छिमेकी त छोडिदिनु, आफ्नै इष्टमित्रले एकदम नजिकका इष्टमित्रले पनि पत्याएनन् कि। बरु तँलाई दिनुभन्दा त म अरू ब्याङ्कमै राखेर पैसा लिन्छु नि, ब्याज खान्छु नि भन्ने जस्तो कुरा गरेर ठिकै छ, पछि टाइम आउँछ देखाउँला भन्ने कुरा भयो। अनि त्यसपछि काठमाडौँ बस्ने बेलामा मसँगै फ्ल्याटमा बस्ने एकजना शेर्पा दाइ हुनुहुन्थ्यो कि, उहाँलाई चाहिँ मैले सेयर गरेँ कुरा। सेयर गर्दाखेरि चाहिँ दाइ मलाई यसै पुगेन, तपाईँले के गर्न सक्नुहुन्छ, म कमाएर पठाइदिन्छु नि दाइ। अब मेरो घर पोखरा हो तपाईँलाई थाहा छ, त्यसपछि अरू तपाईँलाई मैले के दिउँ त ट्रस्टको लागि भन्दाखेरि भाइ केही परेन, तिमीलाई पैसा कति चाहिएको भन म दिन्छु भन्नुभयो। एक वचनमै दाइले पैसा ल्याएर दिनुभयो, भाउजूलाई पठाउनु भयो, दिनुभयो। अनि हामी हाम्रो काम जे गर्नुपर्ने थियो गरेर हिँड्यौँ। हिँडेपछि त्यो पैसा पनि दाइको दाइलाई 6-7 महिनामा तिर्दिएँ। अनि पछिचोटि गएर भेट्न खोज्दाखेरि त्यो दाइ त्यो घर बेचेर त्यो फ्ल्याटबाट सरिसक्नु भएको रहेछ।
उहाँ अनि कपनमा गएर बस्नु भएको छ अरे, तर अहिलेसम्म भेट भएको छैन त दाइ छ, तर भेट्ने इच्छा चाहिँ छ कि। साथी नभएको भए चाहिँ म सायद आउँथेन होला यहाँसम्म। जे छु आज साथीले नै गर्दा भयो। अब दाइ हुनुहुन्थ्यो, दाइ जानुभयो होइन, तर त्यसपछि चाहिँ मेरो सबैभन्दा ठुलो चाहिँ साथी नै हो। मलाई चाहिएको बेलामा मात्रै होइन कि, मलाई दुःख पर्दाको बेलामा मात्रै मलाई साथी चाहिने होइन कि। मलाई त्यो साथी भनेको उसको सुखमा होस् या उसको दुःखमा होस् या मेरो दुःखमा या मेरो सुखमा होस्, मलाई साथी भन्नु पऱ्यो कि मैले। महा सुख पऱ्यो बेला त हाँस्ने महा जो पनि हुन्छ कि होइन। अनि कसरी साथी इम्पोर्टेन्ट यस कारणले पनि छ कि आज म जे छु त्यही साथीले गर्दा छु कि। त्यही साथी हुनाले एउटा मात्रै साथी चाहिँ छैन होइन। औँलामा मैले लिन नसक्ने नामहरू छन् कि साथीका। भानु बरालका अस्ट्रेलियाका सुरुवाती दिनहरू पनि कम्ती चुनौतीपूर्ण थिएनन्। नयाँ भूगोल, नौलो परिवेश, केही भाषागत समस्या त केही स्वास्थ्यजन्य जटिलताले उनलाई र उनकी श्रीमतीलाई एकपछि अर्को चुनौती थपिँदै गयो। तर भानु बरालको सकारात्मक सोचको प्रभाव र साथीभाइको अटुट साथले उनलाई ती जटिल अवस्थाबाट निस्कन निकै सहयोग गर्यो। त्यसैले उनी सधैँ आशावादी रहनुपर्छ र साथीभाइको साथ नभई न दुःख घट्छ न खुसी बढ्छ भन्ने मान्यता राख्छन्। बुढी चाहिँ आउने बेलामा मेडिकल गर्ने बेलामा चाहिँ बुढीको एउटा मात्रै किडनी देखिएको थियो कि। बाई बर्थ नै उसको डिफल्ट भनौँ न बर्थ डिफल्ट भनौँ, एउटा उसको एउटा मात्रै किडनी छ। त्यो एउटा किडनी भएको हुनाले डक्टरले चाहिँ के भनेको थियो भने उसलाई धेरै प्रेसर आउने कुराहरू नगर्नु, काम नगर्नु, पछि गाह्रो हुनसक्छ, खानेकुरामा विचार गर्नु भन्ने कुराहरू गरेको भएर चाहिँ मैले उसलाई के भनेको थिएँ भने अब आफ्नै फिल्डमा पायो भने ठिकै छ काम गर, होइन भने त्यो जे पाए त्यही काम नगरौँ, बरु म गरौँला, मैले जे पनि गर्न सकिहाल्छु भनेर मैले उसलाई भनेको भएर उसले काम गरे। अब काम त खोजिरहेको थियो तर पाएको थिएन, भनौँ न पाएको थिएन। अनि त्यही भएपछि त्यो दाइलाई, घरबेटी दाइलाई चाहिँ मैले भनेको थिएँ कुराहरू भनेपछि दाइले चाहिँ के भन्नुभयो, भाइ यतिले मात्रै तिमीलाई पुग्दैन, म एकजना नेपाली दाइ छन् हाम्रो धीरेन दाइलाई म चिनाइदिन्छु, धीरेन दाइ उहाँ दाइको नाम, दाइले चिनाइदिन्छु, दाइले चाहिँ हेल्प गर्नुहुन्छ भन्नुभयो। भनेपछि ल ठिकै छ दाइ भने अनि उहाँले चाहिँ चिनाइदिनु हाम्रो धीरेन दाइले चिनाइदिएपछि धीरेन दाइले गार्डन सिटीमा लगेर एउटा फ्रुट सपमा लगेर ल भाइ काम गर यहाँ भनेर छोड्नुभयो। अस्ट्रेलियामा बसिया छ, भाडा तिरिया छ होइन, किन एउटा घर नबनाउँ त, घर बनाउँ, आखिर घर तिर्नु, घरको मोर्गेज तिर्नु र घर भाडा तिर्नु उस्तै नै पर्न जान्छ, $50-60 डिफ्रेन्स त हो नि भनेर कुरा भएपछि ल एउटा जग्गा पनि हेऱ्यो, बयाना बुझायो, घर बनाउनलाई रेडी भएर बसेको थियो। त्यही क्रममा ठ्याक्क नेपालबाट फोन आउँछ, हजुरआमा बित्नुभयो भने बिहान 9 बजे फोन आयो। म काममा थिएँ, बिहान बहिनीले फोन गर्यो भनेपछि 9 बजे भयो। अनि त्यसपछि मैले बोल्नै नसकी बुढीलाई फोन गरेँ, बुढी काममा थिएँ। अनि बुढी यस्तो भएछ भनेपछि अनि ल ठिकै छ म नि आउँछु भने अनि म कामबाट घर जानलाई अलिकति टाइम लाग्ने थियो भन्नाले अब ट्राभल वाइज पनि तपाईँको 30-40 मिनट लाग्थ्यो, बुढीको चाहिँ 5-10 मिनटमा आइपुग्थ्यो कि। अनि म घर पुग्दा त बुढी टोइलेटमा रोएर बसिरहेको रहेछ कि। अनि के भयो भनेको यस्तो भयो भर्खर भन्ने कुरा भयो। अब मेरो ब्लिडिङ भइरहेछ भन्ने कुरा भयो। 4 महिना जस्तो प्रेग्नेन्ट बुढीले म ब्लिडिङ भयो भनेपछि डराउने कुरा भयो नि त। एउटा त्यो पीडा भयो, फेरि उता हजुरआमा बित्नु भएको छ, फेरि आफूलाई अर्को पीडा छ त्यहाँ। अब म चाहिँ आफ्नो गर्नुपर्ने कर्तव्यतिर लागौँ कि हजुरआमाको कर्तव्यतिर, राजक्रियातिरको कर्तव्यतिर लागौँ होइन। अब हुन्छ नि एउटा जे भने बित्नु भयो, मलाई हुर्काउनु भएको थियो, यहाँसम्म आउनलाई धेरै ठुलो सहयोग गर्नुभएको छ एउटा गार्जेनको रूपमा। अब के गरौँ भन्ने कुरामा पनि म अन्यलमा परेँ। त्यसपछि होइन अब जे फर्स्ट कम फर्स्ट, उहाँ त जे हुनुहुन्थ्यो उहाँ आमाले दाइले हेरिहाल्नुहुन्छ, यहाँ त म बाहेक उसको म बाहेक र मेरो ऊ बाहेक त कोही पनि छैन भनेर उसलाई हस्पिटल लिएर गएँ। हस्पिटल लिएर गएपछि डक्टरले मिसक्यारेज भएको भन्यो। मिसक्यारेज भएपछि अब भाउन दिनुहुन त थियो, भइहाल्यो। अब 2-3 दिनसम्म बच्चा निकाल्नलाई अब उनीहरूले के भन्यो भने नर्मल डेलिभरी गरेर निकाल्ने भयो। त्यो दिनभरि राख्यो, भएन, डेलिभरी भएन। त्यसपछि घर जा भनेर पठाइदियो। 2-3 दिनपछि फेरि बोलाउँदै त्यतिखेरसम्म पनि डेलिभरी बच्चा पेटमै थियो। अब घर त्यस्तो भइरहेछ, बच्चाभित्र पेटमा मरेको बच्चा लिएर हिँड्दाखेरि कति गाह्रो भयो होला है। यता फेरि घर आँटिरहेछ, जग्गा किनेर बसेको छ। अनि फेरि
3 दिनपछि गएँ हस्पिटलमा गएर बच्चा फालियो भनौँ अपरेसन गरेर फालिएपछि अब आफू त आधी अब कतातिर सोध्ने कि कतातिर पनि सोध्न नसकिने अवस्थामा थिएँ कि साह्रैतिर अब त्यही साथी सर्कल नभएको भए सायद म त्यतिखेर उठ्न पनि सक्थिनँ होला कि अब किनभने आफूलाई केही गर्ने अवस्थामा छैन आफ्नो एउटा पीडा होइन 2टा पीडा परिरहेछ केही सोध्न सकेको पनि छैन केही बोल्न सकेको पनि छैन न बुढीलाई कसरी हस्पिटल लगाएँ कसरी हस्पिटलबाट लाने फर्काउने बुढीलाई के भनेर सम्झाउने उसँग के कुरा गर्ने मलाई केही पनि थाहा छैन अनि त्यही पनि जिन्तिन हुँदो रहेछ भगवान्ले जुटाउँदो रहेछ नि साथी राम्रोसँग काम गर्दै गएपछि राम्रोसँग सबैजनासँग व्यवहार गर्दै गएपछि एकतिरबाट चाहिँ जस आफ्नो मान्छेहरू जुटिँदो रहेछ भनौँ न साथीभाइ यहाँ यो देशमा आइसकेपछि आफ्नो भने नै एउटा घुम्तीमा भेट भएको साथी त हुँदो रहेछ नि होइन मैले चाहिँ यहाँ आएर चाहिँ के फिल गरेँ भने रगतले बनेको नाताभन्दा पनि एउटा घुम्तीमा भेट भएर सँगै 2 मिनट हिँडेको साथी नै मेरो लागि इम्पोर्टेन्ट भएको छ क्या मलाई त्यति नातागोता नभएको होइन मेरो तर्फबाट नभए बुढीको तर्फबाट थिए तर ती नातागोताले भन्दा पनि मलाई ती घुम्तीमा भेट भएका साथीभाइहरूले मलाई धेरै सहयोग गरे कि अब त्यसरी लाइफमा चाहिँ तपाईँ पोजिटिभनेस चाहिँ हुनुपर्दो रहेछ कि पोजिटिभनेस भएन भने त तपाईँको डार्क साइड अफ द लाइफ स्टार्ट हुन्छ जस्तो लाग्थ्यो कि मलाई आफैलाई लाग्थ्यो अनि आज नभए नि भोलि त केही न केही त हुन्छ नि त पोजिटिभ त अब तपाईँको होप त छोड्नु भएन नि त कहिले पनि जिन्दगीमा अगाडि बढी चाहिँ आफ्नो देश छोडेर यहाँ आइरहेछ दुःख गरिरहेछ बुढाबुढी मात्रै छ आज गरे नि गर्ने हो भोलि गरे नि गर्ने हो किन भएन त आज कि होइन गिभअप त गर्ने कुरा पनि हुँदैन नि त्यो कुरा त गिभअप त गर्नु फर्स्ट जेनेरेसन जसरी गिभअप त गर्नै मिल्दैन कि अब पछि फ्युचर राम्रो बनाउनु छ भने हामी फर्स्ट जेनेरेसन दुःख गर्नै पर्छ आजको दिनमा मैले दुःख गरेन भने मेरो भोलिको मेरो बालबच्चाहरूलाई गाह्रो हो त्यसै हुन्छ कि आज मैले आफूलाई उदाहरण सेट गर्नुपर्ने छ पहिला सुरु दोस्रो कुरो मेरो बच्चाहरूले मबाट केही सिक्नुपर्ने छ कि आज म आफै होपलेस भएर फ्रस्ट्रेसन भएर डिप्रेसनमा गएर बस्यो भने त म मेरो छोरीको लागि मेरो फ्यामिलीको लागि मेरो अर्को साथीभाइको लागि म उदाहरणको रूपमा त अगाडि आउन सक्दिनँ आफूले सबै साथीहरूबाट सहयोग लिने जतिखेर पनि सहयोग माग्ने कुरा त हुँदैन नि त आफूले पनि सहयोग दिन जान्नुपर्छ जान्न सिक्नु पर्यो अब त्यही क्रममा मैले पनि सिकेको छु आफूले जति ल्याएको छु मैले त्योभन्दा अलिक बढी नै दिनुपर्छ भन्ने मलाई लाग्छ होइन मैले पनि दिने कोसिस पनि गरिरहेको छु कि अब त्यही क्रममा अब हुन्छ भइपारिक आउने घटनाहरू धेरै नै घटिरहेको हुन्छ त्यही घटनालाई अँगालेर बस्नुभन्दा पनि कसरी अगाडि बढ्ने जे नहुने थियो भइहाल्यो भएर कसरी अगाडि बढ्ने अनि अब सबैजनाको सहयोग सल्लाह सुझाव लिएर अगाडि बढ्ने आफ्नो क्षमता बोध हुनु आफ्नो सबल पक्षहरूको ज्ञान हुनु र आफ्नो लक्ष्यप्रतिको फोकसले नै यावत समस्याहरूको बावजुद पनि आफ्नो लक्ष्य प्राप्तिको लागि ऊर्जा मिलिरहने होला भानु बराललाई पनि आफ्नो मिलनसार बानी जुनसुकै ठाउँमा सजिलै घुलमिल हुन सक्ने क्षमताले नै लक्ष्य प्राप्तिको लागि डोर्याइरह्यो भन्ने लाग्छ अगाडि बढ्ने क्रममा सबभन्दा पहिला सुरु त फोकस नै हुनु पर्यो होइन आफूले के गरिरहेको छु आफूले के चाहिएको हो आफूले कहाँसम्म आफ्नो लिमिट हो भन्ने कुरा आफूलाई बुझ्नु सक्नु पर्यो अब मैले आफूलाई बुझ्दाखेरि चाहिँ म जुनसुकै परिस्थितिमा पनि जहाँसुकै पनि जसरी पनि फिट हुन सक्छु क्या तपाईँको एकै दिनमा म 4वटा सिचुएसनमा म फिट हुन सक्छु कि म आफूले ढाल्न सक्छु कि आफूलाई बुझ्न सकेको छ भने कुनै पनि परिस्थितिबाट टाढा हुन चाहिँ गाह्रो हुँदैन जस्तो लाग्छ होइन म फुटबल पनि खेल्छु मोडलिङ पनि गर्छु काम पनि गरिरहेको छु 2-3टा कामहरू पनि गरिरहेको हुन्छु होइन अब त्यही भएर आफ्नो डेडिकेसन के हो फोकस के हो आफूले के गर्न खोजेको हो के हो आफू कहाँसम्म लक्ष्य लिएर अगाडि बढाएको छ भन्ने कुरामा चाहिँ मेन फोकस हुनु पर्यो प्रायोरिटिजहरूको सन्तुलन नै जीवन अगाडि बढाउने आधार हुन् समय र परिस्थितिसँगै प्रायोरिटिजहरू पनि चेन्ज हुँदै तलमाथि हुन सक्छन् कहिलेकाहीँ आफ्नो लक्ष्य प्राथमिकतामा नपर्न सक्छ कहिले समय अलिक ओझेल पर्न सक्छ अरू नै कुरा पहिला सल्टाउनु पर्ने हुन सक्छ त्यो भन्दैमा लक्ष्यबाट विमुख भएको मान्नु हुँदैन भनिन्छ सिप सिक्न र ज्ञान आर्जन गर्न उमेरको सीमा हुँदैन
परिस्थिति अनुकूल हुँदा फेरि सुरु गर्न सकिन्छ। सिधा बाटो भए पनि, घुमाउरो बाटो गए पनि आखिर पुग्ने गन्तव्यमा नै हो। भानु बरालको अवस्था पनि यस्तै भयो। अलिकति घुमाउरो बाटो लिन पर्यो, तर गन्तव्यतर्फ भने लम्किनै रहे। अब अस्ट्रेलिया आइसकेपछि अब काम गर्ने क्रममा त्यही हाम्रो घरबेटी दाइले चाहिँ धेरै ठाउँमा लानुभयो, डेन्टल क्लिनिकमा लानुभयो। लागेपछि अब सबै ठाउँबाट फुल टाइम वर्क परमिट भएकोलाई मात्रै राख्ने जस्तो कुरा गर्थ्यो कि। कुरा गरिसकेपछि अब आफूले ल ठिकै छ, नपाइने रहेछ, पाएको भए त दिन्थ्यो होला नि भने जस्तो भयो होइन। भएपछि त्यसलाई त्यत्तिकै थाँती राखेर ग्याप भयो मेरो अरू कामतिर। जे पाइन्छ, जे अगाडि आउँछ, जे गर्न सकिन्छ, अगाडि कसरी बढिन्छ भन्ने कुराहरू दिमागमा राखेर त्यही काम गर्दै गयो। र अनि अहिले पढाइ छोडेको 20 वर्षपछि, 20-21 वर्षपछि लगभग 42 वर्षको उमेरमा आएर फेरि पढाइ सुरु गरेर आज सिद्धाएर काम गरिरहेको छु एउटा ठाउँमा, तर फुल टाइम खोज्ने क्रममा छु। यहीँ आफ्नो केही सिक्ने भनौँ न, एउटा कुनै ल्याब, राम्रो ल्याबमा गएर सिकेपछि त्यसलाई नै मैले नेपाली कम्युनिटीमा छैन कि एउटा डेन्टल सम्बन्धी केही पनि हाम्रो कुनै पनि बिजनेसहरू छैन, कुनै पनि छैन। सकभर कसैसँग अब डक्टरहरूसँग होस् या अरू कुनै अरूसँग साथीभाइसँग कसैसँग मिलेर एउटा राम्रो एउटा डेन्टल क्लिनिक खोलेर आफूले जति सकिन्छ त्यति कम्युनिटीलाई सेवा दिउँ होइन। त्यसपछि गएर 5-6 वर्षको पिरियडभित्र नेपालमा पनि एउटा आफूले गरिरहेको ठाउँ, आफ्नो जन्म भएको ठाउँ, मेरो अलरेडी एउटा पोलिक्लिनिक छ नेपालमा। अहिले मेरो दाइको छोराले रन गरिरहेछ होइन, दाइको छोराले र छोरीले अनि बहिनीले हेरिरहेछ। त्यो पोलिक्लिनिकमा गएर आफूले पनि त्यसलाई अझै विस्तृत रूपमा अगाडि बढाउनको लागि आफूले के गर्न सकिन्छ त्यही अनुसारको भूमिका खेल्न हुन्छ कि। फर्केर हेर्दा भानु बरालका भोगाईहरू कुनै चलचित्रको कथा जस्तो लाग्छ। सायद यस्तै भोगाईले उनलाई परिपक्व बनायो, जीवनप्रति थ्याङ्कफुल बनायो र अझै स्ट्रङ बनायो। यिनै भोगाईले डेन्टल टेक्नोलोजीको पढाइ पुरा गर्ने ऊर्जा दिइरह्यो। हामी चाहन्छौँ भानु बरालको यो ऊर्जा कायम रहिरहोस्, डेन्टल टेक्नोलोजी मार्फत सकारात्मक प्रभाव पारिरहन सकुन्, आफ्नो लक्ष्यमा अझै अगाडि बढिरहन सकुन्।